जाडो भयो होला साथीहरू हेर्नु त कोही पनि के अरे नयाँ साल मनाउन हिँडेको छैन। चिसो छ। उहाँ चाहिँ मेरो साथी आउँदैछ। हेलो हेलो ह्याप्पी न्यू इयर। हेलो हेलो सुनिरहेको छैन। हेलो 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 उसले सुन्दैन है। अनि जाडोमा अनि मैले चाहिँ बिहानै लुगा धुएँ हो होइन। लुगा चाहिँ सुक्छ कि सुक्दैन थाहा छैन यार। अनि हेलो हेलो सुन्दैन कान। ठिकै छ नसुने पनि। नयाँ वर्षको के अरे नयाँ वर्षमा झन् उयो गर्नु पऱ्यो उस गर्नु पऱ्यो भनेर सोचेको त मान्छेले कान बहिरो रहेछ क्या अरे होइन। आजको मौसम पनि त्यस्तै छ। यो बेलुका सुकेन भने हेर्नु मलाई बिजोक हुन्छ। मेरो यो सिरोको खोल र अनि यो के अरे तन्ना त्यत्तिकै तन्नामै सुत्नुपर्छ साथीहरू। गना एकदम फोहोर भइसकेको थियो। नधुम पनि किन नधुम पनि त्यत्तिकै चिसो भइरहेको थियो। त्यही भएर आज चाहिँ मजाले नुहाइयो। अस्ति 2 दिन 3 दिन बिरामी भयो नुहाएर। आज पनि फेरि त्यस्तै हुने हो कि। चिसो चिसो छ है मौसम न्यानो माया दिउन। यो चाहिँ हेर्नु रमाइलो फन पार्क सिमरा घुम्ने ठाउँ है। यहाँबाट सिधै जानु होला। अनि त्यसपछि तपाईँको राइट साइडमा छ। सायद आज नयाँ वर्षमा घुम्न पनि आउँछ होला होइन। ठिकै छ। यस्तो मौसममा झन् सेप्पा बनाएर झ्यानमा होइन मजाले खानको मजै आनन्द छ होइन। घुम्न जानेलाई हेर्नु त हेर्नु। आज नयाँ साल कहाँनिर यो क्यान्डी पनि बोकेर गयो भने त क्यान्डी आएर दह्रो बिक्री हुन्छ होला है साथीहरू। यो चाहिँ हाम्रो बगैँचा हो हेर्नु फुलहरू छ। ओ मामा चिसो चिसो छ। हाम्रो त नयाँ सालमा पनि छैन। बिहान गुन्द्रुक र आलु बनाउने हो। बेलुका चाहिँ खाने हो पार्टी दह्रो खाने हो। गुन्द्रुक र आलुको झोलमा पनि एकजनाले फेरि दाल पनि पकाएको थियो नि साथी। कस्तो हुने हो थाहा छैन। गुन्द्रुकको झोल बेस्ट हुन्छ। मिठो बनाऊ ल आजको मेरो चाहिँ दिनचर्या यस्तै छ साथीहरू होइन। घुम्न गइन्न। अब यतै मनाउने हो। जाडोमा भाडा तिरी त्यो पैसाले त बरु होइन टक्क 1 किलो 1.5 किलो मासु ल्याएर मजाले भुटेर खायो। एक दुई हल्का 1-2 धेरै त खाँदैन हल्का 1-2 प्याक खायो भने त आजको नयाँ वर्ष त भइहाल्छ। ल मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। त्यसपछि लाइक्स पनि गरिदिनु होला होइन। सेयर पनि गरिदिनु होला। मन परे या नमन परे कमेन्ट पनि गरिदिनु होला। सुधार्ने मौका दिनु होला। मलाई त्यति अहिलेसम्म त्यति बनाएको छैन मैले भिडियो सिडियो होइन। अब बोल्न त्यति आउँदैन होइन। त्यही भएर हल्का फुल्का मात्रै भर्खर सुरु गरे हो। त्यसैले साथ सपोर्ट गरिदिनु होला साथीहरू।
थ्याङ्क यू बाई बाई